प्यारी छोरी मनिषाले आज आफ्नो स्वर्गीय पिताको नाममा आफैले लेखेको कविता सुनाउँदा सबैलाई भावुक बनायो। नानु हजुर बाबाको याद आउँछ? आउँछ है, धेरै आउँछ। हजुर भर्खरै कति भयो बाबा बितेको? 1 वर्ष भयो। 1 वर्ष भयो होइन? अझै सबै कुराहरू ताजै छ नि है? हजुर कति बेला चाहिँ एकदम धेरै याद आउँछ बाबाको? जतिखेर नै आउँछ। मम्मी रुनुहुन्छ, भाइ रुन्छ, म पनि रुन्छु, त्यसरी याद आउँछ जति बेला पनि। बाबाको याद आउँछ, रुन्थ्यो? हजुर मम्मीले धेरै सम्झिनुहुन्छ होला बाबालाई नि? कविता लेखाएको छु बाबाको लागि। तिमीले हजुर तिमीले बाबाको लागि कविता लेखेछौ? कहाँ छ कविता? भन न, भन। हेरेर भन्छ कि त्यत्तिकै भन्न सक्छौ? हेरेर हुन्छ। हेरेर भन्छौ? जाऊ त लिएर आऊ। ए नानुले बाबाको लागि कविता लेखाएको छु भनेर भनिन्। खै ल्याऊ ल्याऊ ल्याऊ, छिटो ल्याऊ। मलाई चाहिँ एकदमै हतार भयो बाबु। नानीले के लेखाइहालिन् भन्ने भयो। के लेखेको हो यो भन्न जाने छु? के लेखेको यो? बाबाको फोटो ल्याएको? बस आऊ। बाबाको फोटो हेर्दै बसेथ्यो? ल समात समात बिचारा। खै कति साले हुनुहुँदो रहेछ? ए 49 साले हो जम्मा? भर्खरकै त हुनुहुँदो रहेछ नि। माधव थापा छेत्री। ए मसँगैकै हुनुहुँदो रहेछ त नि। तिमीले बाबाको फोटो हेरेर बसिरहेको हो र भित्र? हो? ए ल यता कविता सुनाम है। ए यिनले त के लेखेको छ नि त नि। ल सुनाऊ त। कहाँ गयौ बाबा तिमी कुरै नगरी, बाबा तिमीलाई सम्झिन्छु म सधैँभरि। सपनीमा आउँछौ बाबा, छोरी भनी बोलाउँछौ, लाग्छ तिमी यतै छौ मेरै वरिपरि। बाबा तिमीलाई सम्झिन्छु म सधैँभरि, दुःख सुख तिमीसँगै कटाउने मन थियो बाबा। रित्तियो नि मेरो जीवन कपिलामै फुल झरी, बाबा तिमीलाई सम्झिन्छु म सधैँभरि। कस्तो लेखेको नि? यो तिमीले नै लेखेको हो? हजुर मेरो काँडा आयो हातैभरि। तिमी कविताहरू पनि लेख्छौ नानु? कस्तो राम्रो लेखेको।